है गाई चाहिँ अब हामी चाहिँ खेतालाई हिँड्यौँ है हामी चाहिँ एनी हाउ पैसा कमाउँ भनेर बर्खामा पनि कुदेको गर्छु खेतालाई एनी हाउ पैसा कमाउँ भनेर हामी चाहिँ हिँड्यौँ है साथीहरू आलु खन्नु आलुबारी दर्याम दर्याम भन्दै हामी चाहिँ पैसा कमाएर एकदम राम्रो खालको सेल्फी स्टिक किन्नु भनेर अहिले चाहिँ घुमेको डन्ठीको सेल्फी स्टिक बनाएको छौँ यो चाहिँ हाम्रो नानीहरू पढ्ने विद्यालय गएकै बेला हेलो अलिक भनिया जस्तो भएन अब पैसा कमाएर आउँछ आउँछ तयारी बस बोकेर हिँड्नु म उयो गर्छु के भन्दै हिँड्नु सेल्फी स्टिकको ढाक लाग्दै कति कडा है ढाकोले बाँधेर मेरा चाहिँ सङ्गत गरेपछि हेर्नु न पुरा सेल्फी खिच्न पनि जानु थाल्छ म पनि त मलाई चाहिँ झन् एउटा आइपुग्यौँ है साथीहरू हामी चाहिँ आलु खाने ठाउँमा घरमा म किरीको दाना लागिसकेको हौ अब यो त रेड किरी हो क्या हौ म चाहिँ हेरेको छुइनँ हौ माथि हाम्रो घरमा चाहिँ फल लागेन क्या हौ यो आलु चाहिँ लोकलको छ नि खेताला आइपुग्यो है काका काकी भित्रै जानु पर्यो नि अब मेरो त साउन्ड भएर खाइ त हारो गरेर रक्सी जस्तो गर्दै खाइरहेको छ शरबत पानी साथी भाइ हो आलुबारी दरेम दरेम पारिहालौँ भरि यो ठुलो डोकमा त भरि सकिँदैन आलु ठ्याक्कै निकाल्नु त आलु कतिको रहेछ 15-20 वटा निकाल्दा लु कति दाना निकाल्छ पहिले पाँचजना यसरी त लु यत्रा यत्रा आलु फल्या छन् है साथीहरू यहाँनिर आलु माई पतलमा यत्रा यत्रा आलु फल्छन् खाने भए तपाईँहरू नि आउनु हे भगवान् पानी आएर हेर्नुहोस् है साथीहरू हरिबिजक मकैबारी आलुबारी दर्याम ए नि अब पैसा कमाउ त भन्छ नि अब यस्तो बिजक भएपछि कसरी पैसा कमाउनु काकामा फलेको काका जस्तै परेको छ ठिकै छ डोको चाहिँ डोराले भाँच्यो है काकाको चाहिँ चिया खाएको यत्रो खाँदै चिया खुवाइ छ हाम्रा चाहिँ आलु दरेम दरेम पारेर होइन खाजा खान्छौँ है साथीभाइ हो पानी यता कुटाउनु त हुँदैन हौ खाजा खाजा आलु हेरौँ कत्रा कत्रा आलु अचार थोरै 5-6 हजारको कहिले 50-60 हजारको नभएर नङ कुटाउँदै बसिरहेको आनन्द नि खायो होला त चिउरा चाउचाउ आलु अचार आलु त कत्रो कत्रो फलेको पुछारले अराएको भनेको जस्तै आज यो न टाउकोमै कोदालीहरू मार त बुझ्नु कत्रो चाहिँ धारा हो बर्खामा हाम्रोतिर नि के लु बस्नु है काका काकी गयौँ है भाइ अब छुट्टी भयो ल अब चाहिँ छुट्टी भएर घर गइँदैछ है साथीहरू हामी चाहिँ कति धेरै फलेको नि छुट्टी भएपछि त रमाएर घर जानु पर्दैन के को स्यासी अब नि कति चाहिँ उकालो बाटो बनाउने पदम दाजुलाई धेरै धेरै धन्यवाद यो बाटो बनाउनेलाई चाहिँ कति चाहिँ उकालो हौ उकाली चढौँला सात भन्ज्याङ भए पनि पढौँला तिम्रै लागि हो भने जानै दिदिउँला खतरा गाउँछिन् हाम्रो बहिनीले नि भाउजूले एउटा गाइहाल्नु त त्यस्तोमै गाउनु सासहरू छोडिँदै गीताको त्यति राम्रो पनि भएको छैन भन्दा पनि हजुर मटर चढ्दो रहेछ ड्राइभर दाइलाई छ सालम मैले पैसा हुँदा धेरै जति बुढेसकाल हुँदै गयो सबै पुरा बिर्सिँदै गइँदो रहेछ नि हाम्रो बच्चाहरू पढ्ने स्कुल पनि रेणुका हाउसबाट लिएर आउँदैछु मेरो कोदालीहरू अब चाहिँ घर आइपुग्नै लाग्ने साथीहरू हामी पनि गाईलाई सबै टोक्छ नि त उयो जग्गा भर आइपुग्यो एकदम भेरी गुड लाग्छ हुर्कै
कस्तो दामी कलर छ क्यामेरा के पकाइदिउँछौ खाना नि आज छिटो सुत्ने